जोजलबा सोक्मी पास्मी जी नवीन शाक्य जी थौ हाना चिकपिनी न्याउने नवीन शाक्य पडकास्ट हुनु हेर्नु न थौ चाहिँ जिता साथ बित दाजु सुरेन्द्र बज्राचार्य वैदिको दो वेको परिचय बिमास चाहिँ वेको चाहिँ छम डेभलपमेन्ट वर्कर यो साथसाथै उद्यमी न खला ठौ वेको नापे खला बलाय मजे जोजला बदाई जोजलपा दाइ लक्कस दो धन्यवाद ची पडकास्ट से सताजिल हजुर सुभाग दाइ नक्तिन जे इन्ट्रोडक्सन बिउले आ दाइ तो एनजिओ अथवा चाहिँ डेभलपमेन्ट वर्कर ढायाला जी सु हिसाबमा दाइन दाइ सुरुवातलाई ह्यान्डिक्राफ्टमा जोडिएको छु होला सुरुवात ह्यान्डिक्राफ्ट जो दाइ दाइ तो करियर स्टार्ट गर्नु निसे जोला सक अन निसे सुर्यामानी जुटी प्रोफेसनल करियर ढ्या ट्याबले जी चाहिँ नि स्कुल बनाचौँ दौराने जी ह्यान्डिक्राफ्ट जी नापा जमाना जी दाइने ठरा छे ज्यादैले वो टाकुन टुकुनी अपटी हिसाब हो डेभलपमेन्ट वो जी चाहिँ नि पेसागत जो प्रोफेसनल वे चाहिँ नि ह्यान्डिक्राफ्ट स्टार्ट ल अहिले जी लगभग 9 इयर्स यानाका ह्यान्डिक्राफ्ट मान्ने देखियो टुब्दानी देखियो मा वो याना चुजो मार्केटे वो जुन डे वाने जी ज्याइनुमले जुन मार्केट वो 9 वर्ष थिएनुमले ठाउनमा अपवार्ड जुइमा उठा चाहिँ रिभर्स हुँदो डाउनवार्ड हुँदो ले वो जुबले चाहिँ नि जी चाहिँ नि थर्डमा फिल यानाका ठुके चुना चाहिँ नि ठिक जुइमा हो जो लाइफ जो कनेक्टिभ फ्युचर चाहिँ सेक्युर हो फ्युचर सेक्युर जुइमा हो सेफ्टी हिसाबमा जी चाहिँ वो स्विच याना अहिले जी चाहिँ नि जब आउँदा रे जब माली स्टार्ट होला माली स्टार्टेड दौराने जी छौन्यु थासे एज अ अकाउन्टेन्ट रूपे इन्ट्री हैन यहाँ आउनुभयो दौराने जब मामा अहिले जी अडिट फर्मे होना हजुर लगभग जी 1.5 वर्ष अडिट फर्मे जी हैन अनुमना चाहिँ नि जी विभिन्न प्रोफेसनल ट्रेनिङ न गए अहिले अडिट फर्मे जी हैन जी के वो जुपी थई नलेज त इनहेन्स हैन अहिले वे दौराने हैन जिया मामा जी डेभलपमेन्ट सेक्टर है भक्तपुर छौ एसटीसी नेपाल ल्यादो ह्युम्यानिटेरियन ट्रस्ट फर चिल्ड्रेन्स नेपाल लाउडे वो चाहिँ नि स्पेनिस फन्ड नचले जुटी हो अहिले अन जी चाहिँ एज एन अकाउन्टेन्ट चाहिँ नि जो इन्ट्रिज होला डेभलपमेन्ट सेक्टर है जी चाहिँ नि थो चाहिँ जुन डेभलपमेन्ट सेक्टर सुसु यही ढेप्टी चिज जुटी सुरुवात चाहिँ नि जो एज एन अकाउन्टेन्ट अन चाहिँ जो इन्ट्रिज होला थौ द दाइनाबो खास मेन तो पडकास्ट से खला बला यामा से नो उगे ख मतलब उन्न छु खोजो थे असे छिनेवा खेले चो पि प्राय पिनिवना जायौ पि कमेडो मतलब अहिले छिसन हाबे पडकास्ट से खला दे चाहिँ झि छ्या ल्युने लान्छन् ले मतलब अब प्राय पिन्छ थायो चाहिँ झिके फुको सुविधा थन्दु उके प्राय चाहिँ थो छु काठमाडौँ भ्याली प्याम होन ले वो जुबले चाहिँ पिनो चो पिना प झिसन चाहिँ भटी कम्पिटिया ठकुल ताजो खोज्यो जुल थौ चाहिँ आ दाइ चाहिँ एक्सपिरियन्स हिसाबमा पिन पिने अब ज्याउ जुल छ्याप पान्छौँले मतलब झि चाहिँ गेना ल्युने लान्छौँ मतलब उके बारेसँग बाँडको खलाबला याला झिथा कन्सेप्ट चाहिँ नि सानो जुप्टी डेभलपमेन्ट सेक्टर जुप्टी जर्नी कनिमले चाहिँ गर्दा जी भन्दा 9 वर्ष सरी 2007 चाहिँ क्या 2011 12 13 तक हजुर जी चाहिँ भक्तपुरी छौ संस्था चाहिँ भक्तपुरे युप्टी कुना काप्चा उना ज्याया न अहिले वनले जी चाहिँ नि अन हरेक समुदाय नाप जुप्टी छौ एक्सपिरियन्स जुल ऱ्याम छौ चाहिँ नाप्ला त खलाबला जुल वेकअप नि गेना थयुप्टी अछि त याना चौक कम्युनिटी गयो ख छियो नेवा कम्युनिटी हो इमु कम्युनिटी एकदम टोटली डिफरेन्ट हो अहिले उटोको चिज भक्तपुरी कुना काप्चा जे हैन वो ढुङ्गा जी हैन मेरो छौ संस्था जोइन हैन समुन्नत नेपाल दाइ वो चाहिँ जिपी थपिन छ हे थोय डेभलपमेन्ट सेक्टर जाए आ थपिने छौ पलेना थपिन छ सोया थ दै थे जाए आउने व्यक्ति हिसाबमा संस्था छौ एस्टाब्लिश हैन अब संस्था एस्टाब्लिश हैन वो संस्था चाहिँ नि छ नेपालले डुब्डी विभिन्न तो डेभलपमेन्ट असी डोनर त विभिन्नमा जाय दौराने जी पिन्न जाय आउन अहिले जुन नापा चाहिँ नि नकन चिसा ढारेल्नु काठमाडौँ पिनिवना जाय आउने पि चाहिँ नि छौ वो चाहिँ नि मर्जको मक्की वनि मखु हेफ्टी छौ मेन्टालिटी तर जाई दौराने चुने म्याक लमाउना तर हप्ता दिने लागि 10 दिने लागि गुले 15 दिन गुले 2 दिन गुले 5 दिने लागि जी पिनी प्याउना जाइनले चाहिँ नि जी छौ चिज चाहिँ नि ट्रु रियलाइजेसन प्लस जिन थमा खनुटी चाहिँ नि पूर्व युक्ति बिर्ता मोडर्न छे कया पश्चिमे छि डोटी तकन झिनेवाट नापाए फैले दिया व्यापार व्यवसाय नाचौँ अच्छा ख वो चाहिँ नि हरेक चोक हरेक बजार वो जिल्ला चाहिँ नि झि वो पुरा जिल्ला चाहिँ नि नेवाटेसँग बस्ती बस्या रहेछ हो बिजनेस आउँ दौराने नेवाटेसँग वो बस्ती बस्या वो मेन चोक हरेक छम कि छम नेवाए पस चाहिँ दुछ पूर्व चाहिँ पश्चिम तक डोटी तक हुनेले अहिले वही दौराने चाहिँ नि इपिनाबो खलनले चाहिँ नि
नापा चाहिँ नि दु तर लिपा चाहिँ नि हान काठमाडौँ संकुचित उपत्यका दुनी बनेपा ढुली हेल्टक चाहिँ नि हान सीमित जुल नापा चाहिँ नि असीमित न्याउन बिजनेस या त बस्ती बसे त अनि उपटी व्यापार बढे त वे दौराने छौ थो जिनन यनु चीज ख चैनपुरे नापा चाहिँ नि छि जुन झिठाउँ ताइनी चैनपुरे नेवादै बस्ती दु अले करवा देख्दा एकदम प्रख्यात यो थाहा दै छि करवा इल्दी लागि चैनपुरे चाहिँ नि नेवा बस्ती जुन मेन बजार नेवा न डेपु बजार अन चाहिँ नि नापा राजा महेन्द्र या अन वेकै कला बना चाइ वबले चाहिँ नि छि बार्ली टना जमी छि मापि तमापि इमसँग चाहिँ नि रानी खाना निल हो रानी आवरण खाना वो खाना रानी चाहिँ एकदमै सिम्पल है टिसा वर्ष छुन मट एकदम सिम्पल छम हाउस असी महिला तेन्डो हाउस वाइफ तेन्डो सरसर राजना बाबुले बार्ली टना जमी छि नेवा देश अन बजारे चपिन्छ दोक्सन न्यूले राजै त चाहिँ वो खाना टप्या या चैनपुरे छि संखुवा सभा युवती तो असी उदयपुर असी युवती चाहिँ सदरमुकामे सरेना संखुवा सभा सरेर रहेछु हजुर अयुक्ति न जिमजन वो कहानी दुरे रहेछु हो झि नेवा त उली नापा चाहिँ बजारे फैले दिया जैन अन चैनपुर बस्ती बजे दो भोजपुरे दु म थाटा चाहिँ नेवा त तर लिपै समय लिवया चाहिँ नेवा त काठमाडौँ जुन जग्गा सीमित जुलका उके छौ चीज चाहिँ नि जुप्ती अनुमान चाहिँ चुल्लाइले मौसम जी पूर्व पश्चिम मनु दौराने जी खनु चाहिँ नि काठमाडौँ थे बालाप्टी चाहिँ मौसम गर्न नमर्का जिता गर्मी जुसान अप्यासको अध्यात्मिक गर्मी जुइमको चुक्ला जुसान एकदमै सया ठकुके चुक्ला हैन कम क वेदर एकदमै बालाका छिटा ठनिप्टी मौसम चाहिँ तर वे चीज त वन लाछ जी 42 डिग्री न चुनाइदु सुर्खेरे जी 42 डिग्री चुनाइदु जनकपुर 40 डिग्री नेपालगञ्ज 40 डिग्री ठंकाइदु म जिमि प्याउने फैमो जो वेदर झिट वो हिसाब अनचनिबले वो वेदर ले एडजस्ट या ठक्का एजु ज्यान सायद काठमाडौँ जो बेची नेवा त धामला प्याउना ज्याउने चाहे म जो बि यो कुडु अले प्लस चुक्ला न तराइले उनलाई झि सिट लडला नि नानी ढोक्सा सिट लड्न एकदमै ग्याम्पल गयो छ ओलाटला चाहिँ नि एकदमै दुन्थिङै चिकुसँग गयो ज्यान सायद मेबी छौ पार्ट बनाउ दिफु अले मेयोप्टी चाहिँ नि झिठा तपाईँ कम्फोर्ट जोने जोन म आउँदछु थद ढोको सुविधा सम्पन्न जोया चौ ज्या कम्फोर्ट जोने चुन चाहे ज्यान मेबी वो ठन दुनी सीमित जो तर त सौन्यन मासु हो चाहिँ थोय सिलसिला मन जस्तै झिप पहिला पूर्व निसे पश्चिम मन फुक झिएछ खनि नेवा त ढासा व्यापारी व्यापारी छु बिस्तारै बिस्तारै चाहिँ मारवाडी वेक अप इनसँग चाहिँ टेक ओभर याट हजुर वो चाहिँ कारण छुटे जो डाइनोसरले उके यो कारण झिसोले चाहिँ गर्दा छ इभन मारवाडटेसन व्यापारी या त नापा छि निहनि तैम मनु लाइनि विश्वास पात्र मनु हजुर झि थुङ्ने राछ वो ख्वाब वेउ वेद चाहिँ नेवा बोया चाहिँ स्टार्ट आउट हैछ नेवा टेटन्डो जुना नेवा त बोया ज्यासपुर आउट है पछिल्लो समय चाहिँ नि जि खनु चाहिँ नापा चाहिँ नि रिस्क बेयरिङ फ्याक्टर क्याट चाहिँ नेवा त मग्याउ जुफु आवया चाहिँ नि वो किसिम व्यापारी याना अन्त चाहिँ नि सायद रिस्क क्याट ग्याउला या थ सम्पन्नता फिल जुन जुफुका हजुर ए जुदिया चाहिँ नि अलमोस्ट यो कोठासे नापा नेवा देशमा व्यापारी नाजो ढासे सर्टेन चीज जब नेवा टे पकडेलु अलमोस्ट न दाइको जस्तै कि झिसा रिसेन्टली युपी छौ छिसा यन ढाछ हिरो भन्दा नापा चीज नेवा टे खन्छ खला ज्योति ग्रुप से दाइ आज ज्योति ग्रुप से छुट्टे ज्या पडरिया चौधरी टेक गरिया त अठेन्डो मेमे बिजनेस त जुन चीज चाहिँ नि नापा चीज नेवा देश जुन या टौटी ख तर लिपै समय लिवया नेवा टे थथ मिले मजे आउना या थम्थ म्यानेज या मफे आउना दाजगिज बिङनि नापा लफुजिया ओ रिस्क बेयरिङ फ्याक्टर त क्याम मफेया चाहिँ नि बिस्तार मेबी बर्गले ओभरटेकन आउ ओ कारण वन जुल अलि मेउ छौ चाहिँ नजा दाइना लाग्यो छिल फुकले सम्पन्न जुल वो कम्फर्ट जोन सा प्याउन त सोय मसला मारवाडी पिछो जुसा स्कुल लेभल नि से मला देवा मसिकी विभिन्न कारण छौ चीज चाहिँ नि अठनका छौ झिप्टी खनोप्टी जस्तै कि झि छे फ्यामिली बिजनेस दट्टा छ मा बोन म चाहन्छे म थ मस्ते त हजुर उ बिजनेसै बारे ढाउ कम खर उलेङ छ छा माउ तैन जी झिझा छे जौती बिजनेस त झि फ्यामिली बिजनेस दुडा छ
फ्यामिली चाहिँ नि म चाहन्छे वो चिज त चाहिँ उके बिस्तारमा भटिजा उयो लेभल चाहिँ सेना हुन कना हुन तासा चाहिँ वो वना चाहिँ नि लिप ओनरशिप दैथे जो जे आमके वेदो त जे डार नो चाहिँ जेनेवा त चाहिँ माया अफोयन जे स्वेस्रो लो छिमसँग छा ढुक्स्यो त मोसन वनो खास त छौ छिउ कमजोरी खने वे मारवाडी पिन्छ स्कुल लेभलमा निसे पस्ते तै मलाई अन्य व्यापारी आसन इपि उके झन्झन ट्रेन जाउन कारण वनो ख वो छौलो वनो कारण ख एजु ज्या वो उके चाहिँ नि चिना धाथे एकदमै मारवाडीसँग 8-9 क्लास मस्त थिनिले भरि चाहिँ इमसँग दाल जुन चाहिँ दाम हसियावला इमसँग चाहिँ इमु काउन्टर इमु चाहिँ इमु भाषा चाहिँ अझ ठेट भाषा होला गल्ला रै नि चाहिँ हजुर काउन्टर वो जुन काउन्टर छ काउन्टर चाहिँ नि अनि खेटका चाहिँ नि इन्ड चाहिँ नि डाक्या हो डालित बिग्यो अइ चिज जस्तै जे छौ एक्जाम्पल चाहिँ गरि बिरा छ इपि म चाहन्छे युपटी दाम हसिया दाम बचे अपटी छौ पाटो चाहिँ नि गट्टा छ जिके छौ इन्सिडेन्ट जिन अब कलेज बनाउनले छम पासडु थम माडे सम्म मलाई जु पासै पासका हो चाहिँ अले उठा पसले जिबि वन्यु छ हामीले कलेज बनाउन टाइममा वन्यु अले च्याटोनीले व च्या अर्डर रहेछु च्या अर्डर रहेले उयो कोड वर्डे गड्डा छ 2 को 3 बनाउ रहेछु 2 को 3 ल्याछु छु जिमसँग गुल्टकले फे मथो 2 को 3 छुडे मथो छु जिम हजुर अले छुले राइले 2 कप त 3 कप एना आइ पनि छु हजुर वो राइले च्याटोन डला सोमेसा च्याटोन खन नि सा तर डा न्यू कपी त दाम हुन्छ या सोंगु कप युसा सोमेसा सोंगु कपी त न्यू ख हजुर डा सोंगु कपी वनि कोड वर्ड तर वो चाहिँ नि छुले राइले न्यू कपी दाम सोमेसा पन हजुर इम त अयु चीज इम म जान्छे इम वो जिबी वो टाइमे जु मेरो आई थिंक 17 वर्ष 18 वर्ष दिगा ठौसा 30 वर्ष नि आयो फोन हजुर वो टाइमे इनके वो टाइप ऑफ इनके वो दाम बचे अपनी नॉलेज हो जिला 6 महिना लिपति नि सिल्की वो छुरिया छु फर्स्टले वन्यु व च्या अर्डर यही अले लिपाला थटा एकदमै मनोमा छुटा आउट ए टाइले त के भन्या त्यो 2 को 3 भनि छैन 2 कपलाई 3 कप बनाइले भनेको नि उन मिले जुम पासे ज्या अब अयो इमसँग चाहिँ वो दाम बचे अब ती तरिका त हजुर नापान चाहिँ नि म चाहन्छे सायद छे फ्यामिली परवरी सेना रोन बिस मलाई एजु ज्या चाहिँ नि छिसन नेवादेसन थय फ्यामिली बिजनेस दु छेमा बोन थ बिजनेस नानो खसा या इभन ज्याए नादो खसा चाहिँ नि म चाहन्छे चाहिँ नि छे दुनिया यो उमेर अनुसार बिस्तार सेना आउन ढाछ कने वनाको तरिजुले व बिजनेसै सम्हाले ठै मरेफो तर उइके स्किल सौला डेभलप दिन्छ उ चाहिँ आमके वेज्नु जस्तै दाइन पहिला ह्यान्डिक्राफ्ट सुरेन्द्र मलाई दाइन बिचे टोटल नि हजुर मतलब वो ढाटे मारवाडी पिन्यो चाहिँ मचाबले नि चाहिँ मचाबले चाहिँ मका नाचा चौधरी ग्रुप नाकाइदिला वेको पिन्यो होला 3rd 4th जेनेरेसन जी होला मलाई ता बेला वेको पिसंलाई छेनो ए फुको अपडेट जाछ नि जिउ चाहिँ बिचे ग्याप जुल हजुर मलाई 6 जेनेरेसन न्यू जेनेरेसन त हान्नु पर् मोजुबले 3rd जेनेरेसन हानो सुरनि चाहिँ सेन मान्ने मतलब वो जुगलेला थाकुल नि एकदम जुए खलाउ गछ जु फ्यामिली बिजनेस त यो पुर्खौलिन्छ खलाउ खल्ला जु बाजे तकला बैदिएका हजुर इभन जु फ्यामिलीला राज बैदिए रहेका जिमसँग जकनाडो हिसाब जु बाजे तकला बैदिएका जु बाजे ढुंगा जु बायो जेनेरेसन जु बा कका निनिबी सुनाना बैदी जमा हेटा जु बाना सुचिकार जाइत काका ह्यान्डिक्राफ्ट हेटा मेम काका सुचिकार जाइत वो ढुंगा जिमसँग हानो जिमु जेनेरेसन वा जिबी हानो डिफरेन्ट सेक्टर भनौँ जस्तै कि जु फ्यामिली तपा बजान्छे जुन वया त बैद्य चिज त जिमदना बापिन त म चाहन्छे ओके इन्भल्भ जना कन्टिन्युस कन्डिसन जुस सायद थौ जिपिन बैद्यली ज्याली लाई स्पेशलाइजेसन वो चिज त यो जेनेरेसन या त तर ह्यान्डओभरिङ चाहिँ कम जुलो छ जिरा जिथायोपट्टि छौ समस्या फ्यामिली बिजनेस एउटी या फ्यामिली लजगा थयोपट्टि आइडेन्टिटी वान अफ द पार्टनर वान अफ जेनेरेसन ह्यान्डओभर चाहिँ नि जेनेरेसन दिएर जेनेरेसन टु जेनेरेसन ह्यान्डओभर चाहिँ कम गा अले उके ना नख अले जुन चिसन नगन धाउटी खे चाहिँ नि म चाहन्छे सेन्यु पार्टी चाहिँ नि उकि थो नेसो इन्सिडेन्ट चाहिँ गर्दा जी थो डेभलपमेन्ट सेक्टर जाया दौराने जैना जो है जिमसँग थो वित्तीय साक्षरता दिया 2015 ले स्टार्ट हेर्नु स्कुल लेभल चाहिँ वित्तीय साक्षरता जुइमा या तो चाहिँ नि युनिसेफ नकन मिले दिया
अफ्लाटुन धाउटी नेदरल्यान्ड दु छ संस्था नप वेगबिन बस कोल्याबोरेट याना चाहिँ जिमसँग स्टार्ट हेर्नले 10 क्लास पे मस्ते र छ टेस्ट यो रूपमा पाइलट यो रूपमा जिमसँग डमी नोट देगा अले इमदा चाहिँ गेम भिटका छिनाप सायद छिसँग याद दुई मरो छिनाप मतलब व्यापार भिडियो ये टाइप अफ गेम्स त देगा स्कुलले अप्लाई गर्नुले चाहिँ नि वो चाहिँ नि स्कुल लेभलले सिनेमा नि फोजेङ स्कुल लेभलले मा चाहिँ किताबे कोर्स बुके थै चीज त मा रे पिची सौ चाहिँ जिमसँग जिमुप्टी वो पाइलट प्रोजेक्ट चाहिँ नि इन्टरनेट अचिभ होला वे ढुङ्गा वे चीज त लिपा 2020 लिपाखी हाना वे संस्थानमा कोल्याबोरेट ना चाहिँ नि अले जिमसँग चाहिँ नि वो त छौ एकदम लार्ज स्केलले पाइलट याना वो चाहिँ नि जिमसँग मधेसीपट्टि जनकपुर अले थन जलेश्वर अले अथेन्डो वया ठुकी चाहिँ छुडे बर्दिवास अले सुर्खेत दैलेके जैना वो जैनो दौराने चाहिँ नि जिमसँग ट्रेनिङ्स त बिले मस्तेर चाहिँ नि फाइनेन्शियल एजुकेसन वित्तीय साक्षरता नाप सामाजिक उत्तरदायित्व चाहिँ नि युक्ति छौ प्रोजेक्ट लन्च गर्नुले चाहिँ नि वो ट्रेनिङ जिमसँग अराउन्ड 400 जना मस्तेर ट्रेनिङ बियाका प्रत्यक्ष रूपमा अले वो ट्रेनिङ यो दौराने वो ट्रेनिङ सिरेका इमसँग चाहिँ नि स्कुलले हुना थये क्लासेस में पास पिन दशेनी सो इमसँग एना जिमसँग लव 400 जना दशेना 400 जना मेरो 10,000 जना मस्तेर स्कुलले हुना सेन सो इमसँग अले वो दौराने त्यो इन्सिडेन्ट त चाहिँ गइ वल्ला छ जिमो ट्रेनिङ गया वना वन ढुङ्गा चाहिँ नि मी स्कुलले ठेंगा या छे ठेंगा इमसँग थये कम्युनिटी आखा बंगल भरि चाहिँ देवा गया 2-4 हजार 200-300 रुपैयाँ ना गया इमसँग आखा बंगबले इमसँग महिना 2-4 हजार कमाइर ले वो टेमा स्कुलले डाफु पिन्दु हजुर अन जिमसँग चाहिँ इमदा चाहिँ वेस्ट प्रोडक्ट चाहिँ जालगे मजदुर या वन चाहिँ नि वो सामान त युज या जु सामान दु के मले वो के त रिसाइकल ना रियूज ना घेना चले आउट एप्लिकेशन ओबले वो के दिन वो ट्रेनिङ एदु वो न सेका ओबले इमसँग रिसाइकल ना सामान त मिल रियूज ना सामान मिल जनकपुर चाहिँ मस्तेस थो मिथिला आर्ट देगा इमसँग मियो न उनके दुप्ती खुबी त युज ना सो वो के छुले जो लर्निङ सुजुले दैले जिसम मस्ते त चाहिँ नि मचान चाहिँ स्कुल लेभलले जिमसँग वो चाहिँ नि 8 अनि 10 क्लास में दशेन हो अझ 10 न भएको 8 9 अले 11 फुङ काली पिङे छ थोदेन दको भ्याली वो चाहिँ उके दौरान जिपि सुर्खेत दैलेख न अझ विगत गामे अन्न थिएन अले ठुकी जनकपुर युक्ति चाहिँ तराई पाखी जनकपुर बर्दिवास ठुकी पाखी न थिएन अले वो दौराने चाहिँ नि जिमसँग ठो प्रोजेक्ट चलेनुले चाहिँ नि मस्तेसन छौ चाहिँ नि फाइनेन्शियल वो वित्तीय केबैटा गेना बचायो अले गन खर्चायो ती चीज छिल अथेन दोएना वो नाप्न पन्छ समाज चाहिँ छुया फैले हजुर थपी मिले दिया छौ स्कुलला छुया दासा इमसँग ठो चाहिँ नि बर्दिवासे स दुनी ख ठुकी तराई पाखी मलाई चाहिँ ठुकी हाइवे योपट्टि लेफ्ट साइडे हाम्रो राइट साइडे टोटल्ली चाहिँ तराईवासी चाहिँ खप्दा छ ठुकी पाखी हाइवे राइट साइडे चाहिँ नि चाहिँ पहाडी त मुलुक चोनी छ यो ठुकी राइट साइडे चाहिँ नि छौ स्कुलमा चाहिँ नि पुरा अन इमु मस्ते यो छे चौ डोको हया छे झ्यालके मुजु सामान त या स्कुलले मुङ्गल अले मुङ्गा मिया चले झन्डै 40-50 हजार रुपैयाँ ना उठे जस्तो हो हजुर अले वो दाम इन्फ्लुएन्स स्कुलले चाहिँ नि प्रोग्राम छ होला चाइल्ड क्लब प्रोग्राम छ होला यदि चाहिँ नि छिस फाइनेन्शियल एजुकेसन ल्या चाहिँ नि स्कुल लेभलले छे चिरी चान्से सेनो ढाछ चाहिँ नि मस्तेस कमैमै ठइठासे व्यापारीमै ठइठासे तर वो बचत यामा बचत चाहिँ नि याना चाहिँ कोने छिटा जालगे जुइ रे पिची चाहिँ मदान चाहिँ सही बेस बला नि हो मलाई ओके बेस बला अले नाप्नमा छौची चाहिँ नि चुनान्सी लैले जस्तै कि थट मरेको मगाउ चिजे खर्च या हो दसा मर्सा खर्च या न्यू फरक हो खर्चै पाटेन चिसन चाहना वा आवश्यकता रहता है नेपाल भाषा से चिरा मरेको मगाउ पिची झियोपट्टि फुट वो चीज चाहिँ नि मरेको मगाउ उकेर खर्च या हो एवो दसाजु मर्साजु तिनी खर्चयाले यको पान्छ निडो मान्छे खर्चयाले वो छोया वो न मजा सिल्ला छ इमुटी काइन्ड अफ केवा बचेरि छ जिमसन लिपा जुमो स्टोरी त कलेक्सन यानले मचा नामुगा
मनिबले टिका थापे नुम्ति दामुगा दाम 지 फैचन्याना फैचा हुर्केना वो मिया नाकमे आउटको दुज खाचलैना खाचा म्युबिलु अथेन्डोएना मा बोमपति विदेशोन द माला थय खुत्रुके वो मुगाडो डाबिबिलु एना दबिलु माम मफेया हस्पिटलाइज जुबले ओइ थय खुत्रुके वासा या पिंदु जे आमके वेर्नो द आमथे न्याउ या खजु नि वड हामीलाई जे थन काठमाडौँ भ्याली चोबिस उ ठुए मठुला छु गबले एक्सपिरियन्स या मलाई न जी छे चिरगम म्याडु मला 5 वर्ष दुआ मचा उइ वन छकनिगा चुराइ रासा जी उद मचान्छे जिमख उद 2 वर्ष दुसान्छे खुत्रुके डा कोफ्याउ हजुर उ डा चान्जुन ना दैले कोफ्याउ दि बानी या खादिदो व खनला डा कटिउले खनला नै इंगा कोफै व अले छकनिगा जिया छे अथेन्डो चुनानीले म्याड व न्याना बिदाउ टिची छि न्याना दामरु या दैले व जु खुत्रुके कया खर्चेले हजुर दाइचु उद एमाउन्ट गपारौ न ब सरकार भन र व चाहिँ सुकी दामन त मा बागे दामरु ढाइले चाहिँ नि खुत्रुके जो कया न्याले वन फुले ढा चाहिँ छ वो चाहिँ अब म चाहन्छु झिस चाहिँ मस्ते त अयु किसिम बोकोस्या थथरा छे मस्ते त चाहिँ वो बचदिया तरिका त सेना हुन ढा छ चाहिँ नि डेफिनेटली अछि आ छिथा छौजी चाहिँ एका मा बोन जी आफरले छिन्छ चाहिँ या माउ धैउटी छ मेन जिम्मेवारी बिउटी पार्ट अफ कमजुलिया न नकने छिखा ढाथेनो वो मरु नजुफु मला चाहिँ नि एकदमै झिठा काठमाडौँ एकदम मरेका मगाउ शिक्षा खजु ढ छालले झिसा खनि एकदमै खर्च आ जिए जी ठुलमछि दया छ जिए अझै न गुली चीजलाई जी अनावश्यक चीज न खर्च नानी थ रोके या मफे अनि तर वे चीज मतान्छे बानी जी हो बानी त चेन्ज या भइ मतान्छे बानीलाई चाहिँ नि उ बानीए जो आउनी ला कठौ आदैन पो थो खना बला या मासु न उके खजु आ से दैला जी भ्याली पिने न जान चोनी आ झिसन वो खास फिले मयाउनो जिफो जस्तै नकिन धाउ ख भने अब जस्तै इन त थे सोसा लिपा म इपिए बालाई खरा झिसो सोचे म जिनफु जिफो अलि मेउ चाहिँ नकिन नाजा दाइन उ जुन व्यापारी खलन दिला उ त्यो सो गेम जोला मन अब कुन दिने थाने जे जे समदाइ मनी श्रेष्ठ अब वेको न चाहिँ सो अल्छी राउ सो कम्पनी दुवेको यो हजुर वेको साइड उन सार्क ट्याङ्क न उका वेको वेको न चाहिँ ठ्याक्कै वे व्यापारी थिए तर चाहिँ झिर बुङ्ग दियो मलाई दियो पनि लोकेसन तया सो गेम दिएको छु ताकि उके याना चाहिँ झिम मस्तेसँग चाहिँ मटनमा लगा वो न द वेको कन्सेप्ट एकदम यो खा छ उके अयो हे आदैन जस्तै भ्याली पिने जानोले चाहिँ पिने चाहिँ वेको बिचमा मचबले निसे गयो गयो स्ट्रगल यान्छौँ लु मलाई वाला चाहिँ काठमाडौँ भ्याली चो बिचमा वो गप्ले सोचे मै हाने मैले सोचेर माछा वो कम्प्यारिजन यालेला छिठा काट्नु जबिला एकदमै मस्तला झि दैनी स्वर्गीय चुनाव नै नि वो स्वर्गीय चुनाव बराबर हेगा जस्तै कि जिन आप जनकपुरे छौ ज्यानले छौ वो जो जैमदि पार्टनर संस्था युटी अनन्दु नापन्टु बालाचो निम्ति छौ फ्यामिली दु वो फ्यामिली पनि मेम्बर माबो न चाहिँ कोठा गया तय आउनु माबो गामे छ नि अले मस्त सोम हुन्छ नि उ तर्गमा म चाहिँ म 7 क्लास पनि म चाहिँ अले वहाँ चाहिँ निम के पनि सोमा छु वो सुटे स्कुल उनीले वहाँ 7 क्लास पनि म चाहिँ स्कुल उनीले वहाँ जातिया के पनि निमेस त जातिया लोकल रेडियोना हो पनि अले 7 क्लास म चाहिँ यहाँ क्वेजम म चाहिँ म 3 क्लास म चाहिँ अले वो 3 क्लास म चाहिँ नि उहाँ क्वे अझ उहाँ क्वे 1 क्लास पनि म चाहिँ वहाँ उद चाहिँ नि सुटे नका अले उ चिरगबि निम नपाउँछौ स्कुलले अले 3 क्लास म चाहिँ 1 क्लास म चाहिँ डल लाजुना अले स्कुल बनाइदियो अले 7 क्लास म चाहिँ सुटे शिफ्टी वो शिफ्टे बनि म चाहिँ स्कुल ल्या है के बि निमेस नयाँ रोक्ति थलबल ढुको थल नै ने नयाँ रोक थलबल छिला इबि ल्याइले खाजा जोरेना दयाते छ अले 7 क्लास म चाहिँ निम म चाहिँ सोइछु अबले चाहिँ इन्डिपेन्डेन्ट वो चाहिँ नि इन्डिपेन्डेन्ट नाम वो अन्त कसै वो छिठाला थन 10 क्लास म चाहिँ दोरेना इन भन्छन् लाटनक मानिया होला जस्तै कि छियोपटी छिठन काठमाडौँ चनादो मस्तैस स्कुल भन्दा न झि मा बोन मोटरसाइकल तया गाडी तया उनी राख्छ उखि पाइकला आधी घन्टा 45 मिनेट खन्डोन्यासमा खोला इभन छियोपटी आला मन्तजी साइड वो प्रथा वो अच्छी मन्तजी म नाप भक्तपुरे ढुका हो जी 2012-13 जैनुले भक्तपुरे झि आशापुरी राव शिउछे छ
지 상가서 राइट साइड छुए दाना आशापुरी धाउठा ढुका अन स्कुल चाहिँ 8 क्लास तक जुनु अले अनचुए जमे मस्त न्यासोया पुए वो चाहिँ नलिन चौकी था नप्पन लाग्छ जुम त्यो जोरपटी दिएर है अनवे आखो भइन्छ 1.5 घण्टा न्यासोया माछो पेसो भएन सुथे 1.5 घण्टा बनी 1.5 घण्टा क्वाइलेले 1 घण्टा थियो नि ल्याउनीले 1.5 घण्टा लाग्यो जी वो मचन वो 2.5 घण्टा लो वी ट्राभलिङ वाकिङ हेगा हो 2011-12 यो खका उले जिबी जीवन भक्तपुर जाइन आनमले तर ठोची चाहिँ आटक्न स्टिल जी अछने वन्दा छ पिनी आउट अफ द भ्याली छिटो पहाडी एरिया पाखि वन्दा छ आटक्न भएगा स्कुल वन्दा मस्त न्यासुना याको चाहिँ चिरगम मच ब्याग छ पाछै लखर 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 न्यासुनी माबोन टन वेमा वे ठये टाले खुरखुर खुरखुर भनी खुरखुर ल्याए वो हिसाबमा छिटा चाहिँ मस्तलाई एकदमै छुए मसुरा इन द इबी अन मच कि जब बना गनगन थियो नि छिरादण्ड बनाइन्छ ढाला गनो नि थप्न डाउन मानि वो कम्प्यारिटिभली मस्तै योपट्टि सहरी एरिया चाहिँ नि एकदम अपु काठमाडौँको मक्की नेपाल राज्य भरि सहरी एरिया अपु जस्तै कि सुर्खेते चाहिँ नि बजारे छिउटी सुर्खेत बजारे चाहिँ नि जोर जाजरकोट छियोमला कालीकोट हुम्ला जुम्ला मुबी मस्त वया सुर्खेते चना आखो पनि माबोबी गामेजी मस्त अनेक डेरा गया थये जाथ्या थये जानेया स्कुल पनि ल्याया थये नतिन दाइन दाथे जस्तै झिए मस्त का निवा मस्त फरेन कन्ट्री चाहिँ हुन्छ नि मलाई अब विकपि चाहिँ अनन गएर निवा पिन अब कम्पिटिया माछा नासा दाइना दाथे विकपि चाहिँ बेस थन निसे बलाना हुन मलाई झिए मस्त चाहिँ अन्थेनुगा होम सिक्स भ्यू जबकि अनन ग्राउन्ड लेभलमा निसे सूर्य माल्ने जस्तै जाथ्यु निसे फुको यामाल थन चाहिँ फुको परिवार यहाँ जाउँदै लुबो ठाकुइ छु वाला एरिया मचान चाहिँ नि छे माबोन छेल मलाई हजुर सायद ठोंगने झियो पालेला जिता छेलारो दु जिसा गुली चीज दुसियाए हजुर तर आ बिस्तार लिपवया चाहिँ नि माबो सो मेन्टलले जिना नप दुसिया जो मस्ते त दुसिक मको त्यही हिसाबमा न मस्ते त चाहिँ नि छौ रेस्पोन्सिबिलिटी बिउ चीजे छौ जिम्मेवारी बिउ चीजे चाहिँ माबो न भरि चाहिँ दिशा उठे खनु दया चाहिँ नि कने वना चाहिँ नि छु चीजे न्याउना ज्यान मालिबले चाहिँ नि वो अग्रसर त क्याउ चीज कन्फिडेन्स लेभल चाहिँ नि भरि या फैला म फैला इभन झिदए मस्त झिसा माबो पिन्दए माबो न मस्त पिछैले जो म त अनुना यही ला थने छुइना मन अम्बरी म त अनुना यही ला बे छौ चीज जुई तर वही चीज यो अगेन्स्ट चाहिँ नि माबो न चाहिँ नि छे भरि जिम्मेवारी बिया भरि चाहिँ उयोपटी रेस्पोन्सिबिलिटी बिया आउन लाछ आई थिंक चाहिँ नि वो कन्फिडेन्स न हमेशा या माली रेटी पाउन वे माली चाहिँ नि या फै जीवन फै जी ठन्डको ना या फै रेटी चीज कन्फिडेन्स लेभल चाहिँ बिल अफ जी वो चाहिँ नि ठ्याक्कै हेर्न चाहिँ छिटो गामे जमी मस्त क्वाया ट्रे गाम क्वाया पहाड क्वाया कोही चीज बस्ती वया सिटी एरिया वया इन स्ट्रगल याको छ अन्तुना वो गुल्न चीज दुसी माउची दुसी आज थर्मस त भरि रेडी है कोपजी कनेवना यामल लासन थानो वो छिथा जमी चाहिँ नि माबो टोटा प्याम मोडल चाहिँ नि वो कोप या अपटी तरिका वो कन पछि जिम्मेवारी के अपटी नि ब्रिज लिउनी खण्डुगा थौको नि हान मते गुलिस्याना जिन्जेनो हिसाबवाला जिमसँग त या मसो ए छिमसा याना ढाइबिनो बोला छ बोला डेफिनेटली खरि माबो न या म गुइस गना सहीले छ सेम है छ जस्तै हानो हरेक चीज सोचिनु टाइम दै खनि नाचा ढाले वो 7 क्लास निसे वो छैन वे खनि खास सिन्यु टाइम अलि वो लिपा जस्तै आ ठौको नि मस्ते त अस्ट्रेलिया सोला अमेरिका सोन वो टाइमले चाहिँ वो बेसन निसे सिने ठाकुइ जस्तै झिसो थौको नि झिम मस्ते त दाइयो म्या 1 क्लास खस झिसो उयो त 1 क्लास त एबीसीडी सिनि नि वो झिसो स्या वे लेभल बि मस्त इबि नापो चुना सेकिले याक्न सेखनि छु लर्निङ चाहिँ नि सिकाइ चाहिँ गर्दा छ गुली प्र्याक्टिकल या त नि हजुर अले थर्ड अफ मने मडेको या त ढाछ चाहिँ नि हो एकदम दिगो सिकाइदिए जस्तै कि एक्जाम्पल यो लागि बिले जी न जाइया यहाँ सेको चीज खजु जी थौ जुन थासे थिएन जिया जुन याना जुना ओ चाहिँ जी बनाए सानो वो यहाँ सौटी चीज हजुर जस्तै कि जी नभए स्कुल लेभलले जिम द अकाउन्ट सेनिङ ख मलाई जी अकाउन्ट्स क्या बोलुङ ख
बोनीले नाप जी स्कुले जुन बोना कलेज थेंगाना वये बोना ओके ये भरिजा चुइचों लेवले बोना तर प्र्याक्टिकल नाम एकदम अपोजिट खज झियो सेनीले चाहिँ नि एजा झि उखान नछोड्नु नि पढेर होइन पढेर जानिन्छ पढेर होइन पढेर जानिन्छ रहती वो चीज दैट है नो प्रैक्टिकली याना उन ती चीज चाहिँ नि लङ टर्म जी वो मेमेसँग भोंका निदर निनो ओके थड ध्यान मन त थड चित्त बुझेम चीज थड मयो चीज होला वो झिप्टी वो एउटा गानले सुनेर अर्को गानले ओर्डर जान्छ हैन वो ठ्याक्क वए दिसो एजो ज्या मचान चाहिँ छेल राछ एकदमै मालाई मेन छेलेमा वो मेन एक्सपिरियन्स छ नि दाइ बिठो पडकास्ट यानो झोलेन मलाई जिम गुली नो पुस्ता पिंके न इन्टरभ्यू काया लुबेको बिस फर्स्ट टाइम बिया हुँदै मन तो इन्टरभ्यू दाइ त जे इन्टरभ्यू 20 साथ हो जित थयो छ जोश वाला मखु आ जिन छु खटे यो फिल याना अबले निसे इम्प्रुभ न जे जुल ढापिन दछु होला न्याजिम इन त सुसु त छेत मेन मा रिकग्निसन जजनी वो जुइ साथको मखु छ जोश वइ भनि छ होला रिकग्निसन जुइ खतम जोश वइ हेले होला हामीले पोजिटिभ इन्काम भन्छ सासना एप्रिसिएसन याना बिब्डी चीज होला एप्रिसिएसन नै हामीले नि फिन हजुर जुटी असिनेन असिया वा जस्तै कि जी जैन जब एना चोसा न जी साइड बाइ साइड बिजनेस हैन हजुर अब जब एना तो दौराने न लिपा जो जुटी शिफ्टिङ जाइने मस्ते त फाइनान्शियल एजुकेसन बीमा अनवा मस्तेसँग जाइने जागिर जग्गा मखु उद्यमी न जुइमा एन्टरप्रेन्योर जुइमा रहेपछि जिमसँग थप्न सेना आउनु दौराने जी थथमैसँग रियलाइज होला छ जिदन अथे नाबास्यौ दुसा जिथौ मेथा थिनि होला जिदन ए गाइडियम दुसा जिथौ जि लेभल मेथा थिनि होला तेजी जिद थमेसँग जब कि जि साइडे जि थइ बिजनेस न हेना नु एन्टरप्रेन्योरशिप यो खला पास चाहिँ जस्तै कि जी अन ज्याउ दौराने यक्को मस्त नब इन्ट्राक या टाइममे चाहिँ नि मस्तेगे जिमसँग नि न्यूज कने थोय जुन पाइलट वित्तीय शिक्षा युक्तिय सन्दर्भ छिपिकनेको सुजिउ रे निले यक्को मनोले युक्ति भर्सन चाहिँ छुले रहिले तरैले पाखी वन भाषा चाहिँ नि विदेश जाने पैसा कमाउने छ ठुकी पहाडी एरिया सुर्खेत पाखी वनुले चाहिँ नि लोकसेवामा जान्दिने आर्मी पुलिस भन्ने सरकारी अफिसमा जान्दिने जब गर्ने वो कन्सेप्ट चाहिँ यो क्वेसन हो अनि तर मनुले छुमले रहिले माबो झैना दो पसा चले ना दो बिजनेस ना दो सुनाना जो माबो युक्ति झैटा नि थ्याङ्क यू टाइप चीज चाहिँ नि एकदमै कम गा म आमा बाउको बिजनेस हेर्छु या त्यसलाई अगाडि लान्छु टाइपी एकदमै कम एकदमै चाहिँ वो नगर्ने नाम होगा 100 जना 6 म 200 300 जना 6 म अबि मस्त तर जब कि मा बोन बालाके कमेना उता आखा बंगा जंदु तर मा मस्तेसँग चाहिँ नि जी जिम्मा जिम्बो जिम्बा नै ना सब जाइदा जिन याकी जिन टेक ओभर या दैटी चीज चाहिँ वो मेन्टालिटी चाहिँ नि मरो वो छा कमिला रहिले छिटो आखा बंकीले वो जागिर खान पर्छ सरकारी जागिर खान पर्छ लोकसेवा लड्नु पर्छ यहाँ ध्यान दिए छैन तर टिचर्स त्यससँग या झिउ समाज या मा बोन चाहिँ नि छ चाहिँ जुप्टी ज्या सम्हाले या मानी झिउ बिजनेस नि हनिङ कि मानी टाइपिङ मरु मा बोन जागिर नेमा ठोलपछि सरकारी जागिर खान पर्छ यहाँ जानु पर्छ त्यहाँ जानु पर्छ टाइप होला अहिले एजुले चाहिँ नि अब मस्ते दन छ वो जुल अहिले मेउटी चीजले छुलेलाइले कि वो देखावटी यो कुडु उठासे जुल छिरा खना जनि जुल विदेशे वना मोज्याउ चाहिँ ख दुख नौ कनी पिन्छ न ए जिन हेर्छ एकदम मन आनन्द चाहियो जगत फोटो त साना चाहियो बियर टुना छौ एला टुना छौ हेपिङका छौ तर म भोटेना जाइना छौ सुनान म भन्छ स्टोरी गयो पिवल लाइले न्याइपुको स्टोरी होला तर अनुमना चाहिँ नि दुख नौ म अनुमना गोचम मनयो गोन मनयो मलाई गोको ड्यालना दिनु हेपी स्ट्रगल हेपी स्टोरी चाहिँ म गर्नु अनि डोक्सिन फ्यासिनेटिङ वेज होला अनि अनुवास बाबा विदेश पनि हो ढाकामा भएछ तर चिसनिया नानी 50 डिग्री बना गल्फ कन्ट्री बना जाया बना दो 50 डिग्री जना चोन मफिया मनो द फेन जुई अइ चीज म गर्नु छ अहिले एजु ज्या चाहिँ नि चिसन्थो जुन मस्ते त या आखा बंकीले मामो पिन्छन वो ज्यायुप्टी व्यापारी या मारे दुई कन लाछ अहिले बिस्तार चाहिँ नि जिन नपर्ने पल्कनी अझै छिटो दैथेन जे जब एना जो नि साइड बिजनेस त पार्ट टाइम रूपमा बिजनेस फ्यामिली बिजनेस नन्या खुडु प्लस पस्पिनामा मिटेजिया
कम्पनीज त कसले ना जाइन लो मलाई जी आए जी थरमा वो जुन जी जब यहाँ जी 1.5 वर्ष नि हो जी चाहिँ नि जो डेभलपमेन्ट सेक्टरमा जी चाहिँ नि पिया हो तर फुल्ली मको पार्शियली आन सकनि टक्क गुले गुले जिउ के इन्भल्भ जी आदन तर जी फुल्ली आ ना पथेन्दो जुप्टी वो जब रे जी डेडिकेटेड मजु तर जिउ के टोडा अहिले टक्क जी के छौ जी चाहिँ आ जी चाहिँ नि वो जब टोडो सानो जी थयुप्टी लाइफ न्याक्फु जी परिवार पाल्या फुड हेपी जी के छौ असी चाहिँ नि ब्याकअप प्लान्स चाहिँ बने जी होला हजुर ए ज्याइना जुन दौराने अफिस ने र मामला म ठिक छु अफिस नेमा जब यामा तर जब शेनी 1 वर्ष 2 वर्ष 5 वर्ष सेक दिला तर वे नाप नाप थयुपटी छु बिजनेस थयुपटी छु असी फ्युचर प्लान्स त मलाई जब थन ओनर जुइ छ जब याबले सायद गुली जब बिया जबिन्द ठोख भरि छ असी जुइ म जी रानो जागिर नौनले चाहिँ नि गुली डेडिकेसन जुया ज्याइ त उके बेनिफिट दोख नेपिन दोकान ओनर त हुने थर्ड रिटर्न वयुप्टी सम्भावना वो अर्गनाइजेसन डिपेन्ड जी वहाँ बोनस भी या वहाँ सब बालक या त्यहाँ रिवार्ड भी रेको बेग्लै तर थये बिजनेस जुला चाहिँ गुली कोटे ल दोकान ठट ख कने द ख ठट ख थमे जब याना गुली एक्सपीरियंस बटले आदा वो चाहिँ थयो लागि चाहिँ बिजनेस नै याना ल वो के याना जो छरा सा जब या यहाँ याना सुन लिप फ्याक्टर जब टोटल हानो इन्कम मराइन्छ हानो जेरोली जिले थड थाकि खारा सा एक्सपेन्सेस दे अठे खर्च ठौको ने अठे वो हिसाबमा चाहिँ नि जैना चों दौराने थमेसा चाहिँ कने लागि चाहिँ सोचेना इन्भेस्टमेन्ट प्लान चाहिँ बनिदि मगा वो इन्भेस्टमेन्ट चाहिँ नि थयुप्टी बिजनेस प्लान न जुफु बिजनेस याउनु जुफु या मेबिन छ याना रो बिजनेस थ चाहिँ नि इन्भल्भ जिया इन्भेस्ट याउट न जुफु ए जो जिया चाहिँ नि वो चीज चाहिँ नि जिस मेन चीज चाहिँ थोरै चीज चाहिँ स्कुले मस्तेर या माबो पिन्छ छे सेन लाछ व्यापार चौपटी छे चौपटी बिजनेस थेडु जुन फ्यामिली चाहिँ नि बिजनेस फ्यामिलीज त दु मलाई जुन छे चाहिँ नि अन्टरप्रेन्योर उद्यमी त दु टी छे उमसा चाहिँ थयुप्टी मस्तेर चाहिँ नि थयु उद्यम थयु व्यापारी बारे चाहिँ कनाउन ढाछ चाहिँ नि उम चाहिँ त बिस्तार ग्रो जुइले व उइटी उइटा माइन्ड सेट एन अन फै तकले मिसे पहिलो सुरु माउला माइन्ड सेट खन्छ थयके दिमागे मण्डलाल वन्छ या माइन्ड सेट डेभलप जे अनि अले माइन्ड सेट डेभलप जि दुना वो जब प्रोफेसनल लाइफ ए छिरे जी बोले वो मजा चाहिँ रियलाइजेसन याना ब्याक टु द थय बिजनेस नै हानु गयो चलेन अन भइछ याक फै ए जुइले चाहिँ नि सारा जागिर नेट अन जागिर ने उठा मान्ने छ दुखसानो जागिर जब ने उठ्या जब जब माजिया जन लाला कोने बीमेसँग गुल्स बीमा सुर हेप्टी क्वेशन गर्ने क्रिएटिभ न माल्ने छ क्रिएटर न माल जब न माल वो जुला बिस्तार ओ झेप्टी आजन दाइनी इकोनोमिक सस्टेनेबिलिटी दाइनी वो चीज लागि ठो चीज चाहिँ एकदम जरुरी छ वो चाहिँ स्कुल लेभलिङ निसे आठौं पनि नो छौ रुल न ओडु निला से 5 क्लास तक एग्जाम क्या मुख राव ओडु वो जुला आफुकेसा पासे जुइमा हो छौ कन्सेप्ट हटे जुल्ने दाइनो सेबले गेस नठो उके चाहिँ नि जस्तै कि ठो जुन गभर्नमेन्ट स्कुले 5 कक्षाको फेल यामर भाउदिदु नि वला नापन वया 9 क्लास 10 क्लास तक फेल यामर रे ग्रेडिङ सिस्टम हो या खजु ग्रेडिङ सिस्टम यदि भ्यालु हो ख उके त चाहिँ नि जी थमेसा पर्सनली ठु जिमसा जैनमले जी जुप्टी लर्निङ युटी हिसाबमा क्या कस चाहिँ गरिराछ गभर्नमेन्ट त बालाउ चीज हो ख तर बदमाशी चाहिँ नि कलेज त्यसमा अले उके नाप्नमा माबो न उके त कलेज त चाहिँ नि टेवा बिपी माबो कि जस्तै कि एक्जाम्पल यो लागि छुले रहिले जी ग्रेडिङ याले A+ A B+ दोको दुनी F वाला फेल ई तको छुले वो रे मतलब चाहिँ नि एक्जाम युपटी जुन रिजल्ट भइले जित चाहिँ नि डाक्टर जुइ मासो छ जी चाहिँ नि वो हिस्ट्री फेल यहाँ जित छुन मतलब मर्क भ्यालुए मर्ने छारा जी जुन करियर देखाउने ख वो करियर जित हिस्ट्री रहेला जित भरिभरि वर्ष गए गर्ने वो चीज जुप्टी वो एजुकेशन त सब छुए इफेक्टिभ छ अटेन्डु याना छम मच छम स्पोर्ट्स ले ड्वाउन मार्शल लाज साइन्स फेल जन सुजुल ले वला बल फ्याउ ख ब्याटन ड्याउ ख घाटन न क्यु ख वो साइन्स उइटा म बेसिक नलेज त लगा गर्ने वो फेल जन सुन भ्यालु मन वही चीज लागि खास ग्रेडिङ चाहिँ नि न वो पार्ट ख अन दुनी वो जुन एक्जाम रिजल्ट छि वहिले सब्जेक्ट वाइज कया मस्ते त कलेज त्यसमा चाहिँ नि
आर्ट्स एन्ड कमर्स भन्दा ठुलो सब्जेक्टै पास हुइमा मलाई साइन्स भन्दा ठुलो चिजै पास हुइमा म्यानेजमेन्ट भन्दा ठुलो चिजै नम्बर वेमा रे जुइमा उठा चाहिँ कलेजमा छाने छुले रहेले A+A B+ वाला देता छाने अले DEP वो भन्दा सुनाना काइ मुसो जब कि वो बना वनीले जुन वो साइन्स मतलबै मरोपटी चिज उइदा नम्बर कम वसा उइला 6 सब्जेक्टले नम्बर कम वेले खनो ग्रेड घटे जी तर जब कि वो रियल लाइफ है नि प्र्याक्टिकली वेली त झल्के मजो जो हो जी नपन छिटा रहते हैं साइंस पनि मेरो हिस्ट्री नंबर कम यहाँ छु भ्यालु सुनै मतलब भन्छ वो चीज चाहिँ नि तो नकनि ओप्टी आछिने फेल जी मर ढाप्तीला बाला मा बोना हो टीचर मार्कशीटे सँग नम्बर गुलगुल ल्या म त्यो बानी छौ हटे ढासे एकदम बाला मिना छु पहिल्यै भनाइदु नि यदि मस्ते छु गल्ती दोसा वो चाहिँ अथवा छिउए छु गल्ती दोसा छिउ न्याट्ने वया ढावा बानो चीज खसा फुकेस न ढाइने वो कन्सेप्ट मन मान्छु हैन वो जो ल्याउ मस्ते गल्ती जो ल्याउ गार्जियन त सटा ढाल ल्याउ इम्प्रुभ जियो हैन वो फुकेसु नि भने रिजल्ट वाइज ढाल ल्याउ वो मस्ते त न भटी चाहिँ डोमिनेट जोठे छैन हैन के मस्ते बालो चाहिँ दाइन ढाथे बामलो चाहिँ प्रोग्रेस रिपोर्ट बिया ठुके ठुके सुधारेमा हानिरा स्कुल वो गार्जियन कन्सल्ट याना बाँड्क्यो जुल यदि बालो चिज छ बरु रिवार्डला फुकेसु नि भने झन् मोटिभेट जी लाइफ चाहिँ नि लर्निङ भुलेन छिरै भएको हजुर वो लर्निङ चाहिँ नि बनाजको मक्की ज्यायाना न एक्सपेरिमेन्ट याना न लर्निङ जुई मलाई अब लर्निङ त चाहिँ नि या अपर्च्युनिटी चाहिँ छ मस्ते त बी मलाई अहिले मा बोन चाहिँ नि थयोपट्टि छे मस्ते र चाहिँ छौ कनेस्यु लागि तयारी हेर्न न आखली जको मक्की आख बनाजको व्यवहारै न जुई मलाई प्लस उइट चाहिँ नि थयो फ्यामिली बिजनेस जस्तो बिजनेसै इन्भल्भ या होला हैन उयोपट्टि कने फ्युचर लागि स्किल्स त डेभलप गर्न या पार्ट है वो डक्को चीज चाहिँ नि फ्यामिलीसँग चाहिँ नि छे मचान चाहिँ मस्त नभए इन्टरेक्ट या होइन वो चीज याना आउन इम्टा सपोर्ट याना आउन धाछ गल्ती जो थासे अछि या त मलाई मार्किङ या त सन्थन्दाल गल्ती या त धाल तर लर्निङ युपट्टि पार्ट चाहिँ नि आख जो मलाई अछि आख नब्रमा मेमोरी चीज न दो मलाई जिन चीज जुन नपनि खजु थेन दो मस्त युपट्टि थमेसा जिम्मेवारी चीज थमेसा मचान चाहिँ सिकाउने लाइफ स्किल्स जुन जीवन उपयोगी सिप त है यो चीज त दोक बिस्तार इन्सान चाहिँ नि मचान चाहिँ मा बोन ओके प्लस स्कुल चाहिँ नि इम त सपोर्ट याना सेना सेनियम तिनी बाटा पनि देखा गिल्ला छ कने वया चाहिँ नि जी मस्त चाहिँ नि जुन भरि चाहिँ पिछोडी जो थे मलाई मस्ते र भरि चाहिँ छु मगाउ थे फिल्ड टी पार्ट त एकदम कम जे आउने का जिन पनि छिटो राइ थिएन त जस्तै कि जी जैनानो दौरान जी बिजनेस चाहिँ लाता या राइ थिएन हजुर यंगस्टर्स चाहिँ यो तेरा चाहिँ जुटी छौ छुदैन जब या आउनेले लर्निङ यो कुजी तर जब यहाँ कुनै फ्युचर लागि सोचेन यहाँ भन्छ जब जग्गा नआउने जागिर जग्गा नआउने ढाइले जागिर बिम बनाउन मलाई छिमे निम जागिर बिम या च्यामा जागिर नआउँछ मेबिन त न जब क्रिएट जुन्छ जब क्रिएटर न जुइ भन्छ जब ओरिएन्टेड जग्गा मक्की जब क्रिएटर जुइ मलाई आउ केही लागि ठोकने पैसा एकदम अफो चारा आइपी युथ त भी टेक्नोलोजी एकदम बिजी जुपी ख आईटी यु जमाना ख नापा छि पसले चना मी युपटी सामा ना कोठाज ना मी यु नुगु आइडियाज त सेल्या जु होला प्लस गभर्नमेन्ट यो पाखे न नुगु योजना त वया जंदो ओके मध्ये छौ एकदमै छिसा डोक्सा न नेवारी कम्युनिटी नेवादे पिली सायद सुपिन यो पुडुजी तर म सुपिन उति कन्ट्रोल वो चाहिँ सुले रहिले छि स्टार्टअप बिजनेस है नेपाल सरकारमा 25 लाख टका भिजो लोन वन बिना कोल्याट्रल एकदमै मिनिमम इन्ट्रेस्ट रेट है वो चाहिँ नि गभर्नमेन्ट युपटी स्टार्टअप लोन्स त ल्याउ दु ओके चाहिँ नि छिसा एकदम नौलो नवीनतम उद्योग त जुन मेपिन समय अपटी चीज नुगु टाइप अफ रिसोर्स त अयुपटी चीज युपटी प्रपोजल जनावना अन सबमिशन याना इन्टा यानी प्रेजेन्ट या बोले इम त ठीक लगे जलाई इम फन्डिङ यही अनि फन्डिङ जग्गा मको ट्रेनिङ न भिजो गभर्नमेन्ट न वही सम्बन्धी इम त ट्रेनिङ वे बिजनेस गेरा याकिङ क्यु गरे डोको चीज यही एजु जा छिसा थै चीज चाहिँ सिकिमा सिका चाहिँ नि यावनमा आधा नाच छिसा धारेन जस्तै कि शार्ट ट्याङ्क ढाप्टी हजुर नेपालले होडु मलाई उगेन थैपटी बिजनेस आइडियाज त पिचना यहाँ जबिन जुन जज या जलो या जुन इन्भेस्टर दु इम त पिचना इमगेसन फन्डिङ ग्याप दिदु नि थै चीज यो एकदमै प्रोग्रेसिभ वे न चाहिँ यहाँ त जो बिजनेस
एन्टरप्रेन्योर डेभलपमेन्ट यो लागिरह्या विभिन्न अर्गनाइजेसन बडा राष्ट्रिय स्तरमा लोकल स्तरमा ढोकोटासँग चाहिँ थै चिज भइरहेको छ वो जुजिया चाहिँ नि आज छिया थो नवीन जिया जुन श्रोता त दु जुन असी सोकमिल पिदिनु वेक अप इन चाहिँ नि थै चिज न रिज इन्ट्रेस्ट या थमेसा बिजनेस त या अपटी न सोच डेभलप याना न्याउन रहेछ इकोनोमी सस्टेनेबिलिटी चाहिँ थैन सस्टेनेबिलिटी जो त आज तो जो लोन यो खले द दाइ त सो लास्ट क्वेसन यहाँ मासो चाहिँ स्पेशली चाहिँ नेवा त लोन क्याउला छो ठासे दुए दु मला चिसो छु चिरो स्मल बिजनेस यान जोंदो छ थौकने वो बिजनेस दर्ता त कहाँ याद गया जो होला दर्ता याद ले हानो चिसो कर्पुलीमा यो सोच दो होला वो लोन क्याउ ढाउला चिसो दर्ता या हुँका दर्ता जुपिन तसको बिउ खाने हजुर सुना व्यवसाय या खस दर्ताले या मलाई होला कानुनी होइछ होला छ रासा व्यवसाय रहिए या त बिना स्वीकृति या मन त सामान मियु न्याय मियु या चिज है मलाई एजो या चाहिँ बिना दर्ता सुन दिबो कर पुली रहिछ ला छि करलाई न्याक्ना न पुले माक वो नेपाल सरकारले करे लग्यम जो देश चाहिँ एकदमै कम ख वो जिन्जेन त्यो चाहिँ लोन यु खो होला मलाई हजुर लोन चाहिँ झेनेबाट चाहिँ लोन क्याए गया छ खास त बिजनेसम्यान आदाय पनि थिए एन्टरप्रेन्योर पनि न्याल लाउ चाहिँ थयु टेबा चाहिँ लगानी याउ बरु वो टेबा बैंके एफडी टेउ ख होला बिजनेस याउ ढाइए लोन काया चाहिँ याउ ढाइछु तर वो थासे चाहिँ झेनेबाट चाहिँ ठ्याक्क अपोजिट सोचाइ चल्छ वे दायु विचार ओके चाहिँ नि अठेका वो डोकोसु मनुटे थथैपटी नेचर अले प्लस ओके मान्ने न जियुपटी हुर्काइ न फजो रिक्स कया जायाउ कि मयाउ ढेपी छौ पारका थड गाना जोंदु थैपटे नेट पनि थैपी छे मदा नसा चले जा जोंदु छ वो लोन गया छ रिक्स कया नि थैपी छौ फ्याक्टर जो छ रासा लगानी या खत्म लगानी नाफा जुइरे मरो छ खाटा न जुइ फुन्छ ज्या सोचेनो अनुसार मजुल्ला डुबे जुइफो मला 1000 2000 5000 डुबे जुछ छुना मतलब मरे आनु थासे लाख डुबे जिले उके मेवे इफेक्ट है उके मा 10 लाख जुला मेवे इफेक्ट है ए जो ज्या छौतला छि त एजा जिन ना त दैथेन मचान छे छि कम्फर्ट जोन ए चुनो ज्या को कम्फर्ट जोन प्या म फु का जैना जोन सम मदा नक्सा लोन क्या जैना जोन दो मला लोन क्या हो चाहिँ अब पहिला सुना उके लागि थठमा तयार चाहिँ रिमाल्दा जी यातिनो ज्या जिठो ज्यायो जिठो ज्याइ त ठेरेना इंग्यो ठो चीज त जिन ठुल तको जुस तको जिन थामे आफु या ठेगे आफु मक्याना अले फिगा जो गुन मला चारा आसा बिजनेस याले छुना बिजनेस याले छुना मक्सा एटलिस्ट 1 इयर ला उकेन्स जित इन्कम वे रिटर्न वे सोचेमा आसा जिउ ट्रायल पिरियड रुपे छ बुली बिजनेस जी यंगी खटमा एकदम मजा नखा चले जी तर एजुम्सन याबले न्याब्ले न चाहिँ नि छौ छुरा आसा प्रेडिक्सन देखिले या जिस एस्टिमेट देखिले एजुम्सन याले हाई रिस्क से जाया मल हजुर उके जुल लासा अले जी जैना 1 वर्ष तक जुपी लगानी छ जो रिटर्न वे मखो जिटथन बापुल माला या तलब बी माला जो खर्च ठुले वे डोको क्याल्कुलेसन न जी ठुल तक या फु रासा वो इन्भेस्ट याउनी हो त्यसमा मखो दै खसा वो इन्भेस्ट या द जित तुरन्त वे रिया सोचिना इन्भेस्ट याउनी जुल चाहिँ वो दै चीज एकदमै धने हाई रिस्क ए जो ज्या रिस्क बेयरिङ फ्याक्टर यो ख चिसौना म जी 1 वर्ष तक जी थो अनन्याउ छ डांको पे मजु छाना जी थु दन याकिङ दिफु त यो किसिम प्लानिङ याना न प्रपर प्लानिङ याना जाय ताछ चाहिँ अदा यो जस्तै थो यन्त्र क्राफ्ट मला ठुके छौ एक्जाम्पल बिया मलाई दाइपिन त सुरु यादै निसे आटक गुली ठाकुल मला उके बारे छ थाइ थो जुटी जुन वान अफ द बिजनेस है थो यन्त्र क्राफ्ट क हजुर थो चाहिँ जिपी स्कुले जमे मचान चाहिँ नर्सरी बनुले चाहिँ पासपि मिले हजुरनु ग सुरुवात जनले पेम पासपि ख लिपा बना छम पासै मल्ला जिपी फर्मेसन जरो चलेन थो चाहिँ नि यानले न जिम द 8 जिपी थो चौथो वर्ष रनिङ ख जिम हजुर पहिलो 2 वर्षला जिमस पुरा थबि मिचाए दापुला रेन्ट न थबि मिचाए स्टाफ त स्यालेरी न थबिन्छ मिचा पुलाए अब चले यहाँ मार्केट मनु त मसु पिन का जिउ थै सामान लु जो सामान कया भी मला ताजु पिन तया रिक्वेस्ट या जिम द रिक्वेस्ट ना गुलिङले एकदम क्लोज पासिन द मखो छ ओ सामान यो न्याना तया हजुर विस्तार थ माउथ टु माउथ जिम छ आटक न डिजिटल मार्केटिङ जिम अझ बढी चाहिँ लिप लानी माउथ टु माउथ बिजनेस याना मनु त कन्भिन्स या
2 वर्ष लिबा बिस्तार मनुदेश जिम्मु ज्यायुप्टी अछिसिया हो न मनाले वे अनुसार आ बिस्तार जिम्सा चाहिँ आन ब्रेक इभन पोइन्ट वेर जिम्दा लगलो 3 वर्ष लाग्यो 3 वर्ष हजुर अब आन जिमी मिचा दाछन् टे माल सामान्य ना हल स्टक बढी बढी दु मना चले ज्या छ लोन काय यानो कि थो जिम्सा लोन गया यानो लोन अझ बाग्दैन म 4 वर्ष देखि लोन अझ पुलाछन् दिन त्याले ज्यायाले भरि चाहिँ पेशेन्स चाहिँ मागा थ बिजनेस याले जब याबले चाहिँ नि 9 to 5 9 to 6 10 to 6 10 to 8 सर्टेन आवर ज्याएर ओनर फेट्ल ज्याउ अनुसार ज्याएर महिना मरिजुल ढाउल भिछातल आनन्दजुल टेन्सन बन्द बिजनेस याले चाहिँ सब पेशेन्स आना थै भिछान दानन टेमल डावइला मोइला सोचेन हाना मेउडा स्टक रे टेमल थमेसन जुन मनुदर ज्याबियु ख अन चिसा जुन मनु बि अन जैना जो जेपी कंपनी जैना जो इन द सैलरी बि माला रेंट फुल माला उजिले थै मिथा नापुल मालिले हरेस नै ने बुझ्यो सारा छ हरेस ने कटमा ज्या चले मले हरेस ने कटमा बन्डेला धन दुबेजी भरि ज पेशेन्स कया भरि ज सिना वन्ना पुलि फै अवश्यना सा जिम थपिन छ याना नलिन जिन कन्सिडर हेर्यो स्टार्ट इन 4 वर्ष त थोंडंग लोन बाग्दिने अझमा मिसिङ यानो युटी दा अझ पुल मफनी मला अब बिस्तार पुलाउनी ज्यावया जुनी त थौ चाहिँ नि सुजिदा छ बिजनेस छ टाइम सेन काई वो छौ टाइम काई वो क्यानले बिस्तार छि त चाहिँ नि उके इन्कम चाहिँ जेनरेट वा दैनब खला बला एकदम नेपुसन होला यो को ख सिन दादा आज गुल्न सोक्मी 5 मिनेट हो अब वेक अप इन द दायु पाके फाइनल मेसेज अथवा थौ जि दाइर सुङ क्वेशन न्योसा जुरा दायु सुङ सोल दसा वो छौ कना चाहिँ थौ ब्यामालिका डक्लेमेसन हाबला छिट एकदम सुबा जी जीटी एक्सपीरियंस यू जर्नी जी लाइफ ए सेगु चीज त छिप्टी प्लेटफॉर्म में पाके जी कनिङ द शेयर याद द छिप्टी प्रोग्राम में खला डको भिए ढंगला हजुर बरु छिट छ सुझाव चाहिँ गरिराछ चिसा चाहिँ नि छिप्टी प्रोग्राम छि थ्रु न थो एजुकेशन ने अथवा छिप्टी सम्बन्धित निकायले पाखे चाहिँ नि चौबिन विशेषज्ञ त हाम्रो अथवा एक्सपर्ट्स त जुन मनु दख इन द चाहिँ नि अझ भरिजा तो एन्टरप्रेन्योर सम्बन्धी उद्योग वाणिज्य प्याकेज बिफु या नगरपालिका प्याकेज बिफु अय बि मनु द या चाहिँ नि थो जुन छिन लास्ट जुन याना दिल लोन ग्याटा ग्याउडी छिजु पारो बिजनेस याटा म प्लेटफर्म तेति अयुक्ति ख वेक अप इन द पाखे अझ निल दासा proper answer न वही accurate answer न वही वो जीले भतिजा जिथ लर्निङ असेको डी चीज जी कनु ख वेक अप इन एक्सपर्टिज जुल वो जीले चाहिँ नि जुन जी युथ त दै इमसा चाहिँ नि ज्यान अप नम बिजनेस इंग सोचेना जबि या फ्यामिली देसँग चाहिँ नि थम चखछ त थय बिजनेस ह्यान्डओभर या त ज्ञान जबि हजुर अय बिन लागि चाहिँ नि थो अझ बाल पक्कै ख उजो लागि यो पे सुबा होला जिम त आम्ने ओय सुझाव माउ ख जिमसँग थमेसा फकोला अयोपी हेर्दा सोच्नु ख जिमसँग त नेपाल भाषा मेन कार्यक्रम या जानु हुन जे एटलिस्ट नेवा त झन्झन ल्याउने जान्छौँ टाइमे एटलिस्ट जे छुके कमजोरी दो वो चाहिँ फुकेछु नि भने थिए खना बना हैन क्लियर याव लागि ख आम सुझाव लाग्न यो सुगा दाइ पनि न सु अटे ढुसा प्लिज जिम त न एक टाइट छ अब कपिन त पक्कै न सटिवेज जी हस जी पाखे फुजिन छिटा गयो जो दाइ थौ दाइ यो समय लागि यो के सुधा हस थ्यांक यू हस